जान चुने सक्छ खालको चस्मा हो यो चस्मा लाएर हेर्दाखेरि यो पाखाको पछाडिपट्टि डाँडाको उतापट्टि के छ ठ्याक्कै देखिन्छ। रुको ऐसे नहीं शुरू से दिखा। ल गाइज अब चाहिँ हाम्रो नयाँ ब्लग नयाँ टाइटलको साथ के अरे 3 गर्ल्स भर्सेस वाइल्ड त्यही हो क्या मतलब म्यान भन्दा मात्र आएछ कि मलाई याद त्यही भएर यस्तो घना घना जङ्गल छ यस्तो झार छ। ल फाइनल्ली हामी चाहिँ फाइनल्ली स्कुटर राखिसकेछौँ। फाइनल्ली स्कुटर यहाँ पार्क गरेर हामी चाहिँ माथि लाग्दैछौँ है। माथि लाग्ने क्रममा साथीहरू चाहिँ साह्रै निद्रा लागे जस्तो गरे हन् साह्रै नुन खाएको कुखुरा जस्तै हिँड्यो नि हेर्न देख्न चाहनुहुन्छ। ल अघि चाहिँ यहाँ ड्यु टु सम प्रब्लम हाम्रो क्यामेराबाट सम टेक्निकल प्रब्लम बन्द भएको थियो भिडियो चाहिँ है। यिनले नयाँ चप्पल किनेकी छिन् 1100 हालेर नयाँ चप्पल किनिरहेछन्। कसैलाई ढाँटेको भए पनि यिनले 1100 हालेकी हुन् हामीलाई चाहिँ ढाँट्दिनन् होला पक्कै पनि। ल बिल नै देखाऊ बिल हामीले चप्पल किन्दाखेरि बिल लिन्छु मैले लिन्छु चप्पल किन्दा लिन्छु। म त एकाउन्टिङ गर्ने मान्छे भएर पर्फेक्ट ट्याक्स नछल्ने एक रुपियाँ दिन्छु। अडिटमा काम गरेर जाऊ। ल अनि अब हामी चाहिँ अस्ति कति भयो रे टन्नै 1 महिनै भयो 1 महिनै पछि हामी फेरि न्यू ब्लग स्टार्ट गर्दैछौँ। तर कहाँ पुग्ने थाहा छैन बाटो चाहिँ यस्तो छ हजुर देख्न चाहनुहुन्छ गाइज 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 हुन्छ नि। अब यो भ्लग नेहाले अपलोड गर्छिन् नेहाको युट्युब च्यानल नेहा पौडेल अनि सब्स्क्राइब गरिदिनु होला गाइज। नेहा पौडेल यसलाई थाहा छैन रे गाइज 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 खोजेर हेर्नु होला नेहा पौडेल हान्नु होला हजुरहरूले एएनएमा हाइक भनेर सर्च गरेपछि आउँछ होला। फर्स्ट हाइक देख न गाइज देख न सुरुमा चाहिँ देखो न गाइजबाट सुरु भएको छ है। ल टाइम लाग्यो यो चाहिँ यहाँको भ्यू छ हेर्न चाहनु के प्लास्टिक उडेको भन्दै थिएन हामीले होनहार युवा के डल्लो नेहा पौडेल युवा युवती युवा रे तिमीलाई के को डल्लो झुन्डिन्छ अहिलेसम्म चाहिँ गाइज मैले युवा ल उडिन्छ त्यहाँ त के उडिन्छ भन्छ नि ल गाइज चिल भन्दा नि मैले चस्मा लगाएर देखाइदिन्छु अच्युताको। ल कसले हो मलाई पिटेको गाइज हजुरहरूले भन्नुहोस् है कमेन्टमा ल मैले मलाई यिनले चस्मा लगाइदिएकी छिन् स्वयम्वरको औँठी लाउने बेलामा चस्मा लाउन परेको छ। ए प्रभु तपाईँहरूले कमेन्ट गर्नुहोस् कि हामी तिनजनामा कसको छिटो बिहा हुन्छ भन्दै छिन् मलाई त बोल्नै दिन्नन् नि हे भने दुई जोइकी पोइ जस्तै भइसक्यो। कस्तो राम्रो देख्छ जुम गर्दै हाई ब्याक्स यो त विदेशीहरुले त आफै नि गर्छन् के यहाँ भित्र को हुन्छ के गरेछन् सब देखिन्छ गाइज। हजुरहरु मध्ये कोही हुनुहुन्छ भने भन्नु होला है। अनि गाइज हामीले प्याराग्लाइडिङ बुकिङ पनि गर्छौं ल सस्तोमा गरिदिन्छु म त। अरूलाई 10,000 हजुरलाई 12,000 त्यस्तो हैन साच्चैको रेट भनिदिन्छु। ल यिनले चाहिँ ट्राभलमा काम गर्छिन् गाइजहरु तँलाई छोडिसकिन् त्यही पनि उसको ह्याभ द लिङ्कमा चाहिँ ट्राभल बुकिङ गर्ने मान्छे हुनुहुन्छ त्यही भएर तपाईँहरूलाई केही ट्राभल गर्न मन छ भने इन्स्टाग्राममा फलो गर्नुहोस् अनि रोमिङ बर्ड ट्राभल एजेन्सी रोमिङ नेपाल रोमिङ नेपाल अब नाम नलिउ के कम्पनीको फेरि एडभर्टाइजिङ हो नि त गाइजहरु त्यसरी चाहिँ तर हामीले चाहिँ प्रमोसन पैसा किन ल्याछौँ फ्रीमा एडभर्टाइज गर्छौँ तपाईँहरूलाई केही कुरा एडभर्टाइज गर्न छ भने हामीलाई सम्पर्क गर्नु होला हाम्रो युट्युबमा आउँछ यो भिडियो ल बाइ बाइ फेरि भेटौँला। युट्युबमा कसैले भिडियो हाल्न जान्दैनन् नि त हामीले मात्र जाने हो तर हामी चाहिँ यो फाइनल डेस्टिनेसन थिएन हामी यहाँ आएर फेरि फर्किसकेका छौँ। ल तपाईँहरूलाई एकदम सेक्रेट डेटिङ आउन छ भने आउन सक्नुहुन्छ है ल। हामीलाई लोकेसन सोध्नु हामी ड्रप गरिदिन्छौँ। ओके लोकेसन बायोमा हामी यस्तो गरेका थियौँ 360 भ्यू सेल्फी चाहिँ खिचाएन भिडियो आउन के गर्दैन उ यो क्यामेरालाई हेरेर क्लिप बायोलाको भिडियो अच्छा अच्छा क्लिप बायोलाको भिडियो अच्छा यो मेरो हात गाइज त्यसको हात त्यसको चाहिँ यहाँ साथीको दिदीको घर भेट्यो अनि त्यसपछि हामी यहाँ चौतारा कता गर्न खोज्थ्यौँ हामीले खोजेको डेस्टिनेसन कता भन्नु भनेर सोध्दै थियौँ। सोध्ने क्रममा चाहिँ ममताको हाम्रो साथीको दिदी भेटिनु भएको छ अनि हामीले यस्तो फर्काउनु पनि बेइज्जती भयो। साथीहरू तपाईँलाई कस्तो लाग्छ कसैले नमस्ते गरेर फर्काएपछि भन्नु हाम्रो साथी चाहिँ यिनी हुन् हाम्रो दिदी चाहिँ यहाँ हुनुहुन्छ। हजुरको नाम के हो दिदी?
भगवती थापा मैया दिदी है ए मैया दिदी भन्छ है हुनुहुन्छ ल खुसी हुनुहुन्छ नि त हो किन आऊ सब्स्क्राइब गरिदेऊ है होइन ल है गरी युट्युब हेरिहाल्दा हाम्रो अस्ति नैको भ्लग नि छ हजुर नेहा पौडेल खोज्दा नि भेटिन्न होला कि भेटिन्छ ल भाइले चाहिँ हाम्रो युट्युब च्यानल सोधेका छन् हामीले भाइलाई युट्युब च्यानल भनिसकेका छौँ त्यसै क्रममा अब हामी पानी खान्छौँ अनि हाम्रो डेस्टिनेसनतिर लाग्छौँ फेरि भेटौँ होला बाई नेहाको यो एकदम दामीवाला पोज गर्छ दामी चस्मा गाइस 10,000 को चस्मा 10,000 को यस्तो छ